अन्त मेन चाहिँ जिएस त्यहाँदेखि चाहिँ प्रिलिम्सको सुरुवातदेखि नै जिएस गर्नुपर्ने रहेछ जिएहरू चाहिँ सरले पनि यता गराउनु भयो साइकात सरले जिएहरू इङ्ग्लिसहरू पनि म्यामहरूले गराउनु भयो सरहरूले गराउनु भएको त्यो सबै रिभिजनहरू बिचमा गरेँ त्यसले गर्दा पछि चाहिँ हेल्प भयो मेन्समा चाहिँ अब आफ्नो लाइफलाई राम्रो बनाउनुको लागि चाहिँ अब धेरै धेरै मेहनत गर्नु पर्यो आफ्नोमा विश्वास गर्नु पर्यो मेरिट लिस्टमा चाहिँ युआर क्याटेगोरीबाट उसले काम पाएको छ 44 थियो युआर क्याटेगोरीले कट अफ उसको मार्क्स चाहिँ 46 आएको छ है मेन्सको एक्जाममा चाहिँ उसले युआर क्याटेगोरीबाट सेलेक्टेड भएको छ अब फ्युचर अब आउने त एडभान्स हुँदैछ झन् फ्युचर एडभान्स हुँदै जाँदैछ अब उनीहरूले आफ्नो लागि गर्न सक्नु पर्यो आफ्नो खुट्टामा उठ्नु सक्नु पर्यो त्यसको लागि चाहिँ अब मजाले पढ्नु आफ्नै पाथमा आफ्नो राइट पाथमा हिँड्नु पर्यो हो हेलो नमस्कार म प्रवीण छेत्री द्रोणाजको प्लेटफर्ममा तपाईलाई स्वागत जनाउँदैछु आज मसँग जो विजेता लिम्बू उपस्थित हुनुहुन्छ जसले रिसेन्टली आइबिपीएस क्लर्क एक्जाम पास गरेर सेन्ट्रल बैंक अफ इन्डियामा आफ्नो नाम आफ्नो अपॉइन्टमेन्ट पक्का गरिसकेको छन् र उसँग हामी बात गर्नेछौँ र उसको जर्नी अलिकति के छ मोटिभेटिङ छ इन्ट्रेस्टिङ छ सबैले लास्टसम्म हेर्नुहोस् कसरी विजेताले यस्तो एक्जाम पास गरे विजेता कहाँबाट रहेछन् र कुन चाहिँ स्कुल पढेको कुन चाहिँ कलेज पढेको सबै आज हामी विजेताकोबाटै सुन्नेछौँ ओके फर्स्ट अफ अल द्रोणाजको तर्फबाट साथै मेरो तर्फबाट तिमीलाई धेरै धेरै बधाई छ थ्याङ्क यू भेरी मच सर तिमी आइबिपीएस क्लर्क पास गर्यौ है तिमीले आइबिपीएस पिओको इन्टरभ्यू देख्थ्यौ र पनि अलिकति मार्क्सले भएन तिमी एकदम निराश भइरहेको थियौ अहिले धन्न काम पाएर चाहिँ कम ब्याक गरिरहेको छ खुसी लागिरहेको होला होइन त विजेता फर्स्ट अफ अल तिमी सबैजनालाई इन्ट्रोडक्सन गर्दै तिम्रो कहाँदेखि हो कलेज कसरी कहाँ गरेको थियो र कसरी प्रिपरेसन सुरु गर्यौ इन्ट्रोडक्सन गर्दै सबैलाई हेलो एभ्रिवान मेरो नाम विजेता लिम्बू हो म चाहिँ बिजनबारी सुम्बुकबाट बिलङ गर्छु अन्त स्कुल एनडिए पढेँ सुम्बुकबाट एन्ड त्यसको पछि क्लास 8, 9, 10 चाहिँ कैँजेले एनडिएबाट पढेँ त्यसको बादमा 11, 12 सेन्ट ट्रिजा त्यहाँदेखि जिसी कलेज गरेँ अन्त त्यसको बादमा चाहिँ मलाई यतै कम्पिटेटिभ फिल्डमै आउनु थियो किनभने मलाई अब फ्यामिलीलाई सपोर्ट गर्नु थियो तर त्यस्तो उयो थिएन हो त्यसको बादमा मैले कलेज सक्ने बित्तिकै एक्जाम सक्ने बित्तिकै नेपाल गएँ एक वर्ष मैले त्यहाँ टिचिङ गरेँ त्यहाँ सेभिङ्स गरेँ पैसा सेभिङ्स गरेर त्यसको बादमा सेसन टुर्ने बित्तिकै यहाँ आएर जोइन गरेँ 2024 मा ओके तिमीले भनेपछि अब कलेज सक्ने बित्तिकै अलिकति फाइनेन्सियल स्टेबिलिटी गर्नु लागि चाहिँ फर्स्ट चाहिँ तिमी 1 इयर टिचिङ काम गर्ने नेपालमा गएर अनि अलिकति कमाएर पनि ल्याऊ आफू यहाँ बस्न सक्ने हिसाबले देन द्रोणाज जोइन गरेको तिमीलाई कहिले जोइन गरेको तिमी द्रोणाज 2024 मेदेखिको जोइन गरेको है तिमीले चाहिँ पहिल्यैदेखि सोचेको थियो होला कम्पिटेटिभ एक्जाममा चाहिँ पास गर्छु म ब्याङ्किङ एक्जाम्सहरू दिन्छु भनेर चाहिँ कि मैले पहिल्यै भन्दाखेरि अब कलेज सकेर त्यसको बादमा चाहिँ अब के गर्ने कसो गर्ने भयो नि त अब घरमा आमा मात्रै हुनुहुन्थ्यो आमा दाजुहरू मेरो पापा बित्नु भएको थियो अन्त अब त्यही साथीहरूको थ्रुबाट मैले यता द्रोणासमा राम्रो हुन्छ भनेर सुने मेरो साथीहरूले पनि गर्दै थियो अन्त त्यसको बादमा चाहिँ अब 1 वर्ष चाहिँ त्यहाँ गर्छु अलिअलि भए पनि आमालाई हेल्प हुन्छ त्यो पैसाले म यहाँ गर्छु भनेर चाहिँ अब त्यही हिसाबले चाहिँ त्यहाँ गरेर यता गरेँ ओके त्यही भएर चाहिँ तिमी टिचिङ गर्नु गयौ है त्यहाँनिर तिमी अब कलेज सकेर टिचिङ गर्नु 1 इयर गयौ होइन अलिकति तिमीलाई ग्याप पनि भयो होला हजुर त्यही फेरि तिमीले अब टिचिङ गर्न जाँदाखेरि मन्थली स्यालेरीहरू पाउन थाल्यौ राम्रो पैसाहरू पनि देख्न थाल्यौ तिमीलाई यस्तो भएन ए होइन म यही गर्छु अब कहाँ दुःख गर्नु पढ्नु म यही टिचिङ गर्छु पढ्दिनँ त्यस्तो फिलिङ भएन तिमीलाई होइन अब त्यस्तो त हुन्थ्यो हुनु त तर अब त्यो भनेको अब बाहिर नेपालमा अब कति प्राइभेट हो कति वर्षसम्म गर्नु अब सेक्युर हुँदैन जब हो अब घरमा मेन त मलाई फाइनेन्सियल स्टेबिलिटीको जरुरत थियो मेन आमालाई प्राउड गर्नु थियो अब मेरै मात्रै त थियो अब अरू सबै दिदी दादाहरूले पहिल्यै बिहा गरिसक्नु अब मेरैमा आशा थियो आमाको अन्त त्यही भएर आमाको अब बाबा त बितिहाल्नु भयो आमालाई अब उसलाई प्राउड गराउनुलाई चाहिँ मलाई एउटा इच्छा थियो क्या अन्त त्यही सम्झेर चाहिँ मैले त्यहाँ दुःख गरेर अन्त त्यसको बादमा चाहिँ हुँदैन म सेभिङहरु गरेर पढ्न सुरु गर्यौ है अनि जब तिमीले जब पायो आमा सबभन्दा खुसी त आमै हुनुहुन्थ्यो होला हजुर आमा खुसी हुनुहुन्थ्यो
अब बिचरा ऊ रुनु पनि भयो होला अब उसले अब हामीलाई भन्दैन नि त अब कतिवटा अस्ति पिओमा नहुँदाखेरि चाहिँ इन्टरभ्यूमा फेल हुँदा चाहिँ म रुएँ भन्नुहुँदै थियो आमाले हो होइन त्यत्रो तिमीले अब स्टेज 1 पास गर्यो है प्रिलिम्स पास गर्यो पिओ को मेन्स त्यस्तो टफ क्वेसन्स पास गर्यो लास्टमा इन्टरभ्यूमा 0.2 मार्क्सले कम्ती हुँदा चाहिँ धेरै दुःख पनि लाग्यो होला तिमीलाई पनि धेरै दुःख लाग्यो होला कस्तो फिल भएको थियो तिमीलाई त्यति बेला त अब यस्तो भइसकेको थियो कस्तो लो फिल भएको थियो अब खाना खाँदाखेरि मलाई खानै रुच्थेन क्या अब आमालाई पहिला त्यस्तै आमाले पहिला मलाई त्यस्तै भन्थ्यो अब उसलाई कति टेन्सन भयो खाना भोक लाग्छ खाना रुच्दैन भन्थ्यो अब मलाई पनि त्यति बेला त्यस्तै भएको थियो हो अब त्यति बेला चाहिँ चाल पाएँ यस्तो हुँदो रहेछ है भनेर क्या अन्त त्यति बेला कति यस्तो हरेस लागिसकेको थियो अब कति आमाले भन्थ्यो कहिले पाउँछस् काम कहिले पाउँछस् अब अरूको त कति टाइम हुन्छ तर मेरो चाहिँ अब आमालाई हेल्प गर्नु जरुरी नै थियो नि त अन्त त्यसको बादमा चाहिँ अब कति मन दुखेको थियो तर पनि अब दिदीहरूले सपोर्ट गर्यो साथीहरूले सपोर्ट गर्यो हुन्छ टाइम लिन्छ भनेर हो अन्त तर यो त्यसको बादमा चाहिँ फाइनली यसको रिजल्ट आएर चाहिँ अलिक भन्दा पनि धेरै खुसी भए अब मन शान्ति हल्का भयो भनौँ न तिम्रो अब एक्चुअली तिमी त यु बिलोङ्स टु एसटी क्याटेगोरी होइन तिम्रो यो क्लरिकलमा एसटीमा जेनरल क्याटेगोरीमा कट अफ 44 थियो है तिम्रो मार्क्स चाहिँ कति आएको थियो मेरो 46 आएको अब उसले चाहिँ एज अ रिजर्भ क्याटेगोरी भएर पनि फाइनल जो एसबिआई क्लर्कको मेरिट लिस्टमा चाहिँ युआर क्याटेगोरीबाट उसले काम पाएको छ 44 थियो युआर क्याटेगोरीले कट अफ उसको मार्क्स चाहिँ 46 आएको छ है मेन्सको एक्जाममा चाहिँ उसले युआर क्याटेगोरीबाट सेलेक्टेड भएको छ कुन चाहिँ ब्याङ्कमा हो सेन्ट्रल ब्याङ्क अफ इन्डियामा उसले अलटमेन्ट पाएको छ अनि तिमीले जब प्रिपरेसन सुरु गर्यौ है ब्याङ्किङको सेक्टरको लागि तिमीले कस्तो प्रकारले सुरु गरेको थियौ कहिलेदेखि सुरु गरेको 2024 देखि स्टार्ट गरेको तिमीले हजुर 24 देखि स्टार्ट गरेँ तर त्यति बेला मलाई यादै थिएन मजाले एक्जामहरू पनि त्यो साल त मजाले दिइनँ मैले एसबिआई पिओ र क्लर्क दिएको थिएँ एन्ड आइबिपिएस क्लर्क यो दिएको थिएँ अरू चाहिँ दिएको थिएन तर त्यति बेला भएन अब त्यति बेला याद थिएन अब बिस्तारै भर्खर पढ्दै थिएँ अब यहाँ ड्रोनासमै आएर सरहरूले म्यामहरूले सम्झाउनु भयो यसरी पढ्नुपर्छ यसरी गर्नु यस्तो मक टेस्टहरू बस्नु त्यसरी गर्नुभयो त्यसको बादमा बिस्तारै चाल पाएँ फर्स्ट टाइम मैले एसबिआई क्लर्कको मेन्स ठेराएँ त्यति बेला चाहिँ मैले तर क्लर्कको लेभलको मात्रै पढ्दै थिएँ अन्त त्यसको बादमा मैले मेन्स बस्दाखेरि 1 मार्क्सले मिस भयो 2024 मा त्यहाँदेखि चाहिँ चाल पाएँ मैले गलत पढ्दै रहेछु पढ्नुको लागि चाहिँ अब प्रिलिम्सको मात्रै फोकस गरेर पढ्दै थिएँ 2024 हो तिमीले 2024 देखि प्रिपरेसन सुरु गरेको फर्स्ट इयरमै फर्स्ट अटेम्पमै तिमीले प्रिलिम्स चाहिँ क्र्याक गर्यो मेन्समा चाहिँ 1 मार्क्सले रोक्यो तिमीलाई त्यसले धेरै कन्फिडेन्ट आयो मेरो त फर्स्ट अटेम्पमै मेरो त प्रिलिम्स क्लियर भयो म काम पाउन सक्ने रहेछु भन्ने फिलिङ्स चाहिँ आयो त्यहाँदेखि होइन कस्तो फिलिङ आउँथ्यो त्यसलाई चाहिँ तिमीले फर्स्ट अब एक्जाम गर्यो एक्जाम गर्ने प्रिलिम्स एक्जाम पास गर्यो तिमीलाई कस्तो फिलिङ आउँथ्यो त्यसले त्यति बेला अब पहिला चाहिँ मलाई सोच्थेँ म सक्दिनँ होला पुरा नेगेटिभ थट्सहरू आउँथ्यो क्या त्यसको जब मैले त्यो प्रिलिम्स क्र्याक गरेर मेन्समा बसेँ त्यति बेला चाहिँ अब अलिक भए पनि पोजिटिभ थट्स आयो अब सक्ने रहेछु अलिक कोसिस गऱ्यो भने सक्ने रहेछ अलिक मजाले पढ्नु पर्ने रहेछ अलिक फोकस हुनुपर्ने रहेछ भनेर चाहिँ त्यहाँदेखि चाहिँ मैले पिओ लेभलकोदेखि ट्राई गरेँ पिओ लेभलकोदेखि पिवाइक्यू स्मक टेस्टहरू बसेँ डेली क्लास आएँ मेन रिजनिङ म्याथ्स इङ्ग्लिसहरू यहाँबाट एडभान्स हाम्रो यहाँ चाहिँ द्रोणासमा चाहिँ दुईटा ब्याच हुन्छ नि एउटा बेसिक ब्याच एउटा एडभान्स ब्याच एडभान्स ब्याचमा चाहिँ बेसिकली पिओ लेभलकै प्र्याक्टिस क्लासेसहरू हुन्छ त्यो क्लास चाहिँ तिमी रेगुलर गरेँ मेन सुभाषिस सर रिजनिङमा मजाले बुझाउनुहुन्थ्यो मजाले त्यो एभ्रीडे क्लास गर्थ्यो तिमीले मजाले देखि मक टेस्टहरू चाहिँ हजुर मक टेस्ट पनि गर्नु चाहिँ फर्स्टमा चाहिँ यहाँ अफलाइन आएँ त्यसको बादमा चाहिँ अनलाइनै गरेँ यहाँ ड्रोनासको पनि गरेँ अरू पनि गरेँ हो प्लेटफर्मतिर नि मजाले मक टेस्ट चाहिँ गरिरहन्थ्यो हजुर फ्री टाइममा अन्त मेन चाहिँ जिएस त्यहाँदेखि चाहिँ प्रिलिम्सको सुरुवातदेखि नै जिएस चाहिँ गर्नुपर्ने रहेछ जिएहरू चाहिँ सरले पनि यता गराउनु भयो साइकात सरले जिएहरू इङ्ग्लिसहरू पनि म्यामहरूले गराउनु भयो सरहरूले गराउनु भएको त्यो सबै रिभिजनहरू बिचमा गरेँ एन्ड त्यसले गर्दा पछि चाहिँ हेल्प भयो मेन्समा चाहिँ अगाडिदेखि नै मेन्सको अलिअलि छुँदै जानुपर्ने रहेछ क्या पछि एकैचोटि मेन्स त्यो प्रिलिम्स छिरेर मात्रै चाहिँ हामीले मेन्स एकैचोटि पक्रियौँ भने चाहिँ हामीलाई अलिक साह्रो पर्दो रहेछ
मैले त्यो एसबीआई क्लर्कको मेन्समा चाहिँ त्यसो गरेको थिएँ Okay. फर्स्ट त्यो प्रिलिम्स छिरेर मात्रै गरेको मेन्स त्यही भएर मेरो त्यो मैले चाहिँ तिमीले त यो स्ट्राटेजी एप्लाई गरेको भए त तिमी लास्ट इयरै तिमी हुन्थ्यो पनि है हजुर लास्ट इयरदेखि एडभान्स लेभलको क्लासेसहरू गरेर एडभान्स लेभलको प्र्याक्टिसहरू मेन्स लेभलको प्र्याक्टिस गरेको भए त लास्ट इयर तिम्रो 1 मार्क्सले रोकेको थियो त्यतिलाई हुन्थ्यो हजुर जे भने ढिलो भयो तर राम्रै भयो भने चाहिँ हजुर अन्त सेलेक्सन्स भयो अब आउनेहरूलाई चाहिँ उसको सजेसन त्यही छ सुनिहाल्नु भयो उसले पहिला प्रिलिम्सको लागि मात्रै प्र्याक्टिस गर्थ्यो त्यहाँदेखि मेन्सको लागि अलिकति प्रिलिम्स क्वालिफाई गरेर मात्रै मेन्स गरेको थियो फाइनली मेन्समा के भयो 1 मार्क्सले रोकेको थियो लास्ट टाइम 2024 मा अनि 2025 मा उसले यो गल्ती गरेन 2025 मा उसले स्टार्टिङदेखि मेन्स लेभलको इक्जाम्स दियो पिओ लेभल गरेर प्र्याक्टिस गर्न थाल्यो त्यो के गर्दा चाहिँ के भयो उसले कटअप ल्याएको छ तपाईँले पनि त्यो स्ट्राटेजी फलो गर्नुभयो भने चाहिँ एकैपल्टमा हामीले क्र्याक गर्न सक्छौँ जस्तो उसले 2025 मा फर्स्ट गर्यो 2024 मा फर्स्ट टाइम गर्यो 2025 मा सेकेन्ड इयर भयो सेकेन्ड एटेम्पमा उसले के भयो फाइनली ऊ सेलेक्सन्स भइहाल्यो अन्त यस्तो प्रकारले चाहिँ विजेताले तपाईँले स्ट्राटेजी फलो गरेको थियो अनि तिमी मेन फोकस चाहिँ केमा गर्थ्यौ म्याथ रिजनिङ इङ्ग्लिसमा सबभन्दा ज्यादा चाहिँ मेन फोकस चाहिँ मैले रिजनिङ गरेँ रिजनिङ एन्ड म्याथ्स मेरो अलिक विक थियो ओके तर त्यसमा सरले पुरै हेल्प गर्नुभयो दिपङ्कर सर जो हुनुहुन्थ्यो हजुर पहिलाको फ्याकल्टी उसले हेल्प गर्नुभयो डिआई मेन त डिआई नै हो डिआईमा मेन फोकस गरेँ एन्ड त्यो स्मल त्यो टेबल स्क्वायर्स पर्सेन्टेज वालाको त्यो सर्टकट वाला ट्रिकहरू सरले सिकाउनु भएको थियो ट्रिक्सहरू चाहिँ तिमीले पुरा रटेको थियौ म्याथ्सको त्यो म्याथ्सको चाहिँ रट्नु पर्ने रहेछ त्यो फर्मुलाहरू चाहिँ तिमीले फर्मुला या टेबल्सहरू पढेको थियौ कि पढेको थिएनौ मैले टेबल्सहरू पढेको थिएँ Q130 सम्म 1 देखि 30 सम्म क्यु याद गरेको थियो अन्त त्यो स्क्वायरहरू कसरी हुन्छ त्यो ट्रिक्सहरू याद गरेको थिएँ सरले सिकाउनु भएको थियो त्यसको पुरै हेल्प भयो अन्त एरिथमेटिक चाहिँ मेरो अलिक विक थियो तर पनि प्र्याक्टिस गरेँ जति सक्दो ओके मजाले प्र्याक्टिस गरेँ यहाँबाट सरले मजाले दिनुहुन्थ्यो अन्त त्यहीहरू प्र्याक्टिस गरेँ PYQsहरू पनि प्र्याक्टिस गरेँ अब कम्पिटिटिभ इक्जाम्समा अब हामी भनिन्छ इङ्ग्लिस त पढिरहेको हामीले क्र्याक गर्न सकिहाल्छ भन्छ नि तर इङ्ग्लिस चाहिँ एकदम ट्रिकी हुन्छ नि है कम्पिटिटिभ इक्जाम्सको हजुर इङ्ग्लिस चाहिँ मेन इङ्ग्लिस चाहिँ मैले म्यामले यहाँ मजाले गराउनुहुन्थ्यो फर्स्टमा आलोक सरले गराउनु भयो तिनीहरूको ग्रामरको रुल्सहरू अब हामीले इङ्ग्लिस त सजिलो हो भनेर त्यतिकै गर्थ्यौँ तर मेन सिल्ली मिस्टेक हुने क्या त्यो इङ्ग्लिसले गर्दाखेरि मेरो यो पालिको SBI को हुनु सकेन अन्त इङ्ग्लिसमा मेन फोकस अन्त जिए मेन चाहिँ जिए यो पालि पहिलाको पालि मैले जिए त्यस्तो राम्रो गरेको थिइनँ करेन्ट अफेयर्समा चाहिँ कस्तो खालको क्वेशन्सहरू आएको थियो पालि करेन्ट अफेयर्समा यो पालि प्रेजेन्टको पनि थियो प्लस पहिला 6 months अगाडिको त्यतिको पनि थियो 6 month अगाडिको पनि थियो अनि एकदम एक्जाम भन्दा 1 month अगाडिको पनि थियो है हजुर थियो त्यो सबै विशेष गरेर फाइनान्शियल अवेरनेसमा ज्यादा क्वेशन्स थियो हैन नेपालीकोमा आरबीआई को रिलेटेड करेन्ट अफेयर्सहरू थियो स्ट्याटिकबाट क्वेशन्स आएको थियो पनि यो पालि प्राय स्ट्याटिकबाट आएको थियो पहिलाको पालि भन्दा चाहिँ ओके स्ट्याटिक जीकेबाट नै क्वेशन्स आएको थियो बलि मेन्समा हजुर अनि स्ट्याटिक जीके र करेन्ट अफेयर्स दुईटै मिलाएर आएको थियो हजुर मतलब सबै तीनटै प्याटर्न फलो गरेको थियो स्ट्याटिक जीके नै आएको तिम्रो अन्त ब्याङ्किङ अवेरनेस पनि आएको थियो साथै जेनरल करेन्ट अफेयर्स पनि क्वेशन्स आएको थियो त्यस्तै मिलाएर क्वेशन्स आएको थियो तिमीले तीनटै हेरेको थियौ हजुर मैले डेली करेन्ट अफेयर्स हेर्थेँ एड्रोनासको आउँथ्यो अरू पनि हेर्थेँ हेर्नु चाहिँ अन्त यहाँ क्लासमा पनि गराउनुहुन्थ्यो सरले तिनीहरू सबै हेर्थे तर डेली हेर्दाखेरि चाहिँ के हुँदो रहेछ पछि मेन्सको लागि रिभिजन गर्नु सजिलो हुन्छ अब क्वेसन मेन्समा देखिहाल्यो भने यो यस्तो थियो भनेर अब एकपल्ट रिभाइज गरेपछि थाहा हुन्छ नि त अब त्यो डेली हेर्दाखेरि त पहिलाको पनि रिभिजन गराउँछ यो जेनरल अवेरनेसले चाहिँ ब्याङ्किङमा चाहिँ निकै इफेक्ट गर्छ है कतिजनाको सेलेक्सन त्यसमा रोकिन्छ सेक्सनल कट अफ मार्क्स कम्ती हुन्छ कतिजनाले अब त्यसमा राम्रो स्कोर गर्छ म्याथमा अलिक कम्ती स्कोर गर्न सक्यो भने जेनरल अवेरनेसबाट स्कोर गरेर ब्यालेन्स गर्नु सक्छ त्यसकारण जेनरल अवेरनेस चाहिँ इम्पोर्टेन्ट छ अब ब्याङ्किङ एक्सपिरियन्स हुनुहुन्छ भने तपाईँले चाहिँ करेन्ट अफेयर्स चाहिँ एभ्री डे पढ्नुपर्छ तपाईँले अहिलेदेखि नै स्टार्ट गर्नुपर्छ तपाईँले यदि तपाईँको टार्गेट चाहिँ 2026 को ब्याङ्कको एक्जामसम्म चाहिँ नाउ अब यो मार्चदेखिको चाहिँ मार्चको अप्रिलको भन्दा भने फेब्रुअरीदेखि इम्पोर्टेन्ट फेब्रुअरीमा त बजेट होइन बजेट सेसनदेखि स्टार्ट हुन्छ नि बजेटदेखि सुरु भएर तपाईँको अक्टोबर नोभेम्बरसम्म एकदम डिटेल्समा करेन्ट अफेयर्स चाहिँ तपाईँले
पढ्नुपर्छ 2026 को तपाईँको टार्गेट छ भने चाहिँ अहिलेदेखि नै। अनि विजेताले भनेको जस्तै अहिलेदेखि नै मेन्स लेभलको प्र्याक्टिस गर्दै गर्नुहोस्। तपाईँले यदि तपाईँहरू अलरेडी सिलेबस कम्प्लिट गरिसक्नु भएको छ भने चाहिँ एकदम मेन्स लेभलको है डिआईहरू, टप डिआईहरू, टप सिटिङ एरेन्जमेन्टहरू, पजलहरू, इङ्ग्लिसको रिडिङ कम्प्रिहेन्सन एभ्री डे। रिडिङ कम्प्रिहेन्सनको लागि चाहिँ न्युज पेपरहरू प्रिफर गर्थ्यौ तिमीले? हजुर, मैले फर्स्टमा चाहिँ द हिन्दू गर्थेँ। ओके। त्यसको बादमा चाहिँ मैले अनलाइन युट्युबबाटै गर्नु थालेँ। बिचमा 1-2 महिना चाहिँ गरेँ। त्यहाँदेखि मैले बुक पनि थियो त्यहाँ भोक्याबको। त्यो भोक्याबको बुक चाहिँ मैले मजाले रिभाइजहरू गरेर गर्थेँ। त्यो भोक्याब चाहिँ डेली जस्तो हेर्थेँ। अब डेली भन्दा पनि अब के गर्दाखेरि अब हेरी चाहिँ बस्थेँ मैले क्या। अब याद नगरे पनि भोक्याब्सले चाहिँ रिडिङ कम्प्रिहेन्सन मजाले धेरै हुन्छ नि त इङ्ग्लिसमा। अनि त्यो अब भोक्याबहरू न्युज पेपर हेऱ्यो भने चाहिँ करेन्ट अफेयर्समा त धेरै फाइदा हुन्छ। त्यहीँबाट त आउँछ म्याक्सिमम करेन्ट अफेयर्सको क्वेसन्सहरू त है। त्यही भएर त्यो जुन चाहिँ विजेताको ट्याक्टिक्स चाहिँ तपाईँले अपनाउनुहोस् 2026 मा तपाईँको टार्गेट छ भने। अनि विजेता है सुम्बुकबाट, बिजनबारीबाट है एउटा सानो गाउँबाट एउटा ठुलो सपना लेखेर सिलगढी आएको थियौ। सिलगढीमा आउँदाखेरि तिमीलाई टाइमहरू चाहिँ कसरी म्यानेज गर्थ्यौ यहाँनिर? अब म अहिले सुम्बुकबाट सिलगढीको यात्रा चाहिँ कस्तो थियो तिम्रो? अब म यता आएपछि अब यहाँ आएको 2 वर्ष हुने आँट्यो। त्यस्तो ज्यादा घुमेको छुइनँ। अब यताउता निस्किनु मन लाग्थेन क्या। अब पढ्नु अब यताउता निस्क्यो भने फोकस अब तर पनि यताउता निस्किन्थेँ। तर त्यस्तो उयो चाहिँ गर्थिनँ क्या। बाहिर यताउताहरू गएर अब पढाइलाई इफेक्ट गर्ने गरी चाहिँ गर्थिनँ। अब उता सुम्बुकदेखि यता आउँदाखेरि त अब निकै ठुलै जग्गा हो यो सिलगढी। अब सुम्बुक भनेको गाउँ हो। अन्त यता साथीहरू पनि छ। अहिले चाहिँ साथीहरू छ। साथीहरूसँग अब अहिले मिलेर कम्पिटिटिभ इन्भाइरोमेन्ट चाहिँ कतिको डिफरेन्स छ? अब दार्जिलिङको एउटा भिलेज लेभलमा, भिलेजको भनौँ है, अनि सिलगढीको एउटा सिटीमा यो कम्पिटिटिभ फिल्डमा, यो सर्भिस सेक्टर्समा या हामी सरकारी कामहरूमा भनौँ, कति कम्पिटिटिभनेस चाहिँ कति डिफरेन्स छ त्यो दुईटामा चाहिँ? कम्पिटिटिभनेस त धेरै नै डिफरेन्स छ। अब अहिले हाम्रोतिर पनि हुँदैछ हुनु त। अब हाम्रोतिर पनि दिदी दादाहरूले गर्नु हुँदैछ गभर्मेन्टमा, यता ब्याङ्कतिरै पुरै। तर पनि अब यता आएपछि चाहिँ चाल पायो, घरदेखि बाहिर निस्केर चाहिँ चाल पायो कसरी यस्तो हुँदो रहेछ, कसरी हामी अगाडि बढ्नुपर्ने, कसरी आफ्नो फ्युचरलाई बनाउनु पर्ने, त्यो चाहिँ अलिक दिमागमा आयो। थुप्रैजनाले अब अहिले त दार्जिलिङमा नि निकै एडभान्स भइसक्यो सबैजनालाई थाहा छ कम्पिटिटिभको बारेमा। र पनि अझै धेरैजना छन् उनीहरू चाहिँ अब यो फिल्डदेखि टाढा रहेर घरमै बसेर काम खोजिरहेको छ। तर घरमा बसेर चाहिँ काम चाहिँ पाउँदैन है। अब अरू क्षेत्रमा भनौँ अहिले अब कम्पिटिसन्स एकदम बढेको छ होइन। कम्पिटिसन्समै पास गरेर नै हामीले आफ्नो फ्युचर चाहिँ बनाउनु पर्छ। नभए चाहिँ फेरि के हुन्छ भने फेरि एउटा डिफ्रेन्ट टाइप अफ एलिगेसन्सहरू आउँछ नि त। फेरि मान्छेहरू के भन्छ कम्पिटिटिभनेस पास गर्दैन अनि बाहिरको मान्छेहरू हाम्रो जग्गामा काम गर्यो त्यस्तो भन्ने एलिगेसन्सहरू पनि आउँदैछ उसको। तर त्यो त हामीले कम्पिटिटिभ गर्नु नसकेर त होइन। त्यसको लागि त अब आउनु पर्यो, आफूले बाहिर निस्किनु पर्यो, आफ्नो जुन चाहिँ पोटेन्सियल छ है हजुर त्यसलाई चाहिँ अब आफ्नो उयस राइट वेमा उयस युटिलाइज गर्नु पर्यो, कोसिस चाहिँ गर्नु पर्यो। विजेता जस्तै कोसिस चाहिँ गर्नु पर्यो होइन। पढिरहनु पर्यो, मेहनत गर्नु पर्यो र तपाईँहरूले डेफिनेटली काम पाउँछ। अनि तिम्रो एनडिए स्कुल बारेमा अलिकति भन्दैन? म पहिला क्लास 7 सम्म चाहिँ एनडिए नटरडेम एकाडेमी सुम्बुकमा पढेँ। त्यहाँ म स्पोन्सरमै पढेको। क्लास 10 सम्म स्कलरसिपमै पढेँ। त्यहाँ मलाई फिसहरू राख्थेन। अब यता हाम्रो धेरै थियो नि त परिवार, 6 जना नानीहरू थियो। अन्त मलाई चाहिँ स्कलरसिपमै गराउनु भएको त्यहाँसम्म। राम्रै थियो स्कुलहरू पनि। स्कुलले सपोर्ट गरेको, स्पोन्सरसिप गरेको? हजुर हजुर। ओके। एनडिए एउटा त्यहाँको लागि एउटा लाइफलाइन पनि भएको छ। अहिले त एउटा अर्को पनि स्कुल राम्रो छ त्यसमा पक्कै छ, जायन्ट एकाडेमी पनि छ है। एनडिए भयो त्यो स्कुलहरू चाहिँ अहिले त्यहाँनिर धेरै प्रोग्रेस गरेर गएको छ नि त त्यो इलाकामा। अनि बिजनबारीमा विद्या ज्योतिहरू छ, गभर्मेन्ट स्कुल्सहरू पनि थुप्रो छ। र पनि यो प्राइभेट स्कुलहरू नै आएर चाहिँ अहिले निकै एडभान्स भइसकेको छ है। अन्त त्यस्तो हो, तपाईँहरू पनि कोसिस गर्नुहोस्, पढ्नुहोस्, मेहनत गर्नुहोस् है। विजेता जस्तै विजेता भन्दा पनि बेटर बन्न सक्नुहुन्छ होइन। के भन्न चाहन्छ तिमी आउने नानीहरू जो पढिरहेको छ है हाम्रो विशेष गरेर हाम्रो इलाकामा, के भन्न चाहन्छौ तिमी? म के भन्न चाहन्छु भने अब उनीहरूको फ्युचर त अब फ्युचर अब आउने त
एडभान्स हुँदैछ झन् फ्युचर एडभान्स हुँदै जाँदैछ अब उनीहरूले आफ्नो लागि गर्न सक्नु पर्यो आफ्नो खुट्टामा उभिनु सक्नु पर्यो त्यसको लागि चाहिँ अब मजाले पढ्नु आफ्नै पाथमा आफ्नो राइट पाथमा हिँड्नु पर्यो हो पढाइलाई अब आफ्नो लाइफलाई राम्रो बनाउनुको लागि चाहिँ अब धेरै धेरै मेहनत गर्नु पर्यो आफ्नोमा विश्वास गर्नु पर्यो मेहनत चाहिँ गर्नु पर्यो अब जेमा तपाईँ जेमा एकदम एक्सपर्ट हुनुहुन्छ त्यही फिल्डमा हजुर अगाडि चाहिँ बढ्नु पर्यो है त्यसो भने चाहिँ तपाईँले धेरैभन्दा धेरै सक्सेस पाउनुहुन्छ अनि विशेष तिमीलाई लास्ट क्वेसन्स मेरो तर्फबाट है तिमी अब वान प्यारेन्ट्सको चाइल्ड हो तिमी त्यत्रो कतिजना दाजुभाइ दिदीबहिनी 6 जना है आमाले यस्तो दुःख गर्नुभयो होइन एक बाबा बित्नुभयो धेरै भयो आमाले यत्रो ठुलो बनाउनु भयो पढाउनु भयो आमालाई के भन्न चाहन्छु आमालाई अब म त आमामा एकदम अब उसको के भन्नु सक्दिनँ कि अब उसले यति धेरै दुःख गरेर पढाउनु भएको छ त्यत्रो 6 जनामा सबैलाई प्राइभेट स्कुल पढायो तर सबैजना अब हुनु सकेन अब काम गर्नु हुँदैछ कति प्राइभेटमै गर्नु हुँदैछ दिदीहरू सबै बिहा भयो बाबा म क्लास 12 पढ्दा बित्नु भएको थियो त्यति बेला पनि म यस्तै भट्केको थिएँ क्या कति तर पनि अब त्यति बेलासम्म मैले दुःख भनेको के हो बुझ्दिनँ गाउँमै बसेर पनि अब कान्छी छोरी थिए दुःख भनेको के हो केही बुझ्दिनँ त्यसको बादमा दुःख बुझेँ आमालाई कति साह्रो पर्दो रहेछ म कलेज पढ्दा पनि मैले ट्युसन पनि पढाउँथेँ बिचमा छुट्टीमा पनि काम गर्थेँ अब आमालाई अलिक भए पनि हेल्प हुन्छ भनेर मेन चाहिँ मेरो के थियो आमालाई प्राउड बनाउने अब आमाको दुःखको उसले जति भारी बोकेको छ त्यो हल्का बनाइदिने त्यही चाहिँ मेरो मेन चाहिँ मोटिभ त्यही थियो अब त्यो अब अहिले सफल भइरहेको छ मैले त्यसलाई पुरा गर्न सकिरहेको छु त्यही भएर चाहिँ म आमाप्रति चाहिँ अब एकदम खुसी छु म आमालाई सोचेर हामी पनि धेरै खुसी छौँ है आमाले यस्तो दुःख गर्नुभयो तिमीलाई यहाँ तिमीसँग बात गर्न पाएँ है एउटा इन्सपायरिङ स्टोरी हो राम्रो विजेताले कति स्ट्रगल गरेको थियो विजेताको मम्मीको स्टोरी भयो है यसको टोटल फ्यामिलीको स्टोरी हामीले सुन्यौँ उसले कोसिस गरेर नै आज काम पायो र तपाईँहरू पनि कोसिस गर्नुहोस् पढ्नुहोस् मेहनत गर्नुहोस् तपाईँले डेफिनेटली काम पाउनुहुन्छ कोसिस चाहिँ गर्नुहोस् यही हो आफूलाई विश्वास गर्नुहोस् आफूमा जो कमजोरी छ त्यसलाई ओभरकम गर्ने कोसिस गर्नुहोस् यो भन्दै हामी सानो पोडकास्ट चाहिँ एन्ड गर्छौँ थ्याङ्क यू विजेता खुसी लाग्यो यसो बात गरेर अल द बेस्ट फर यो फ्युचर अझै ग्रो गर्नु ल आफ्नो सधैँ आमाको नाम अझै माथि पुर्याउनु थ्याङ्क यू